आशिका म भोलि आउँदैछु हेलो नमस्ते एभ्रिवान स्वागत छ तपाईलाई हाम्रो आजको नयाँ भ्लगमा अहिले चाहिँ म उठिसकेँ प्रखर दादा पनि उठिसक्नु भयो है हामी राति सँगै सुताइदियौँ र बाहिर परेर पानी हेर्न सक्नुहुन्छ राति यस्तो पानी पर्यो उठेर झ्याल लाउनु पर्यो है सबै टेन्टहरू पनि सबै भिजिसक्यो गाइस कराई लिएर जानु सर अब लग्दिन न त भन बाबा साथीहरु आज चाहिँ कसारे र मेहन्दी यहाँ त मण्डप बनिसक्यो र आज पानी परेर सबै टेन्ट त उइ ओए हो कि क्या हो क्या हो बिहेको साइड इफेक्ट हो कि क्या हो देउला होइन के हो हजुर देउला होइन देउला हैन बुढा हो ए यहाँ टेन्ट चाहिँ यति हो उताबाट यसो घुमाएको कतै छ कि एउटा खास यता बरु नलागे भए हुन्थ्यो यो कुनै मात्रै हो भने त ओए यो त भित्र छ कि बा लामो रहेछ नि यहाँ त भित्र छ बिल्ला ठाउँ भित्र छैन त्यहाँ खासै राम्रो छैन हौ छोड्दैन हामी चाहिँ यहाँ नि के खोज्न आएको भन्दाखेरि खाट खोज्न आएको कुन खाट भन्दाखेरि अस्ति नै हामीले सुसुमाको दिनमा एउटा खाट प्रयोग गरेको थियौँ यहाँको खुट्टा भाँचिएको ठुलो बाले लगेर चट्ट बनाएर भाडा राख्न बनाउनु भएको थियो त्यो खाट भेट्टा छैन हरायो कुन चाहिँले आगो बालिसक्यो होला छैन यहाँ आमामा यसरी बिहानै रेडी भएर चाहिँ भएन है यसो काम पनि गर्नु पर्छ आएर ओए छानी ओइ बाइकको चाबी ओइ ओइ परेन तिम्रो आफ्नै काम गर केटा ल भट्टीचोले पनि लिएर जानु ल कोही चाहिँ बाइकको चाबी बाइकको चाबी व्यवस्थित छ त यस्तो भुत्ला त हामीसँग पनि थियो एउटा भुत्ला होइन हौ यो माइक हो गाग्री र गाग्रीको छोरो काका पनि काका नमस्ते गर्नु काकालाई नमस्ते नमस्ते गरिदेऊ नमस्ते नमस्ते गरिदेऊ नमस्ते 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 हौ नमस्ते दिदीमै छ आज ओइ रन्जी के गली कि बसेर के गले हाँसेस ओइ यार यस्तो त गल्लै यार पनि नलागो भए चाहिँ हुन्थ्यो ढोका खुल्छ के हो छैन भटी चाहिँ लगिसक्यो बटुतिर लगिसक्यो अरे हाम्रो घर आएको छ भन्दै हुन्छ अब केटा उतापट्टिबाट बस एकजना मेरो काखमा निकाल बाबा नफुटाइ निकाल है होइन रत्न ठुलो बाकामा झिङ्गा आइसक्यो त्यस्तो गरेर कहाँ हुन्छ हौ कसरी हुँदैन त अनि कहाँ हुन्छ त्यस्तो भनेर राम्रो भएर आउनु पर्यो त हामी ल फुपू तपाईँ चाहिँ के गर्दै हुन्छ त म एकदम यज्ञमा माला नि हो लगाउँदैछु सिँगार्दैछु यज्ञलाई हेर्नु के उठ्नु है यो भनेको यो खासमा चाहिँ के हो मातृ पूजाको लागि होइन यो ए गुरुलाई सोध्नु होइन गुरु मैले गणपति महाराज यज्ञको लागि तयार गर्दैछु सेमका यो सिलिन्डर एउटा मैले ल्याइदिएँ खाली छ सुत्यौ फुपू र काकीसँग सुत्यौ ए अनि मजाले सुत्यो कि सुतिनौ आज राति पानी परेको थाहा पायो कि थाहा पाएनौ कतिखेर उठ्यौ ए हामी गएको ल भाइ हामी छामान लिन ल झन्डै लडे के चमत्कार ओए एउटा त फलेछ हे मै खान्छु यो लिची त हामी चाहिँ फेरि जान आँटेको छौँ त्यही भट्टीचोले लिने ठाउँमा ओ साथीहरू युनिस र निश्चल पनि आइसक्यो हामीलाई लिन गएको थियौँ उनीहरूलाई ल्याएर आइसक्यौँ हामीले अब खाना बेला भइसक्यो है हामी चाहिँ खाना आँटेको छौँ यहाँ को हुनुहुन्छ खाना खामै साथीहरू खाना थ्याङ्क यू के अरे फेरि भन्नु राम्रो घिउ खाऊ रमाइलो गर होइन गोटी जहिले खोइन हाम्रोमा नरिसाऊ अब गोटी सम्झेर खाऊ गोटी सम्झेर कटर खाऊ थपे हाल ल गोटी सम्झेर कटर खाऊ भेडा घिउ होइन राम्रो खाऊ है घडा खाएला साथीहरू
कहाँ जाने अरे हामी बुकुमा गएको हामी बुकुमा गएको हामी उयो हेर न हजुर भन्नु न ठुलो त्यो त्यहाँबाट नि अस्ति ल्याएबाट 100 वटा पानको पत्ता ल्याएर खाऊ न सबैले होइन त्यो नोरा म्याडम भन्नु न त्यो गर्न के नोरा के पो भन्छ मलाई कहाँ म्याडम हो साथीहरू हामी फेरि आइसक्यौँ पानको पत्ता टिप्न डाक्ला झार्न डाक्ला अब बाँस त अब दिदी आए त हुन्थ्यो घरैबाट ल्याउनु पर्छ है क्या कचिया त यार बेमा राख्न हौ अस्तिको जस्तै अहिले खानको लागि मात्रै ल्याउनु यहाँ मसँग सब सामान छ भन्यो खाना मात्रै ल्याऊ भन्नु खानको लागि भनेको त्यही बिहेको लागि भनेको सब सामान छ भनेको त्यही भएर ए मनसुन डोन्ट भाइ पहिलाको पालि रात हैन त थिनस् हामीले ल्याएको हैन एक बोरा सकेको अहिले चाहिँ बेको लागि भएन नि त अहिले भोलि जति लिएर भोलि आउँछस् त मसँग जर्दाहरू छ अहिले बनाएर खादिम दामी हुन्छ अनि त एक दुईवटा भनेको नि त्यहीबाट निकाल्दिम ल नि मिठा पो खानुपर्छ गर्दा होइन त पैसा दिएन भने मात्रै यहाँको ल म सिधालाई फोन गर्दा हुन्छ नि तपाईको नम्बरै मसँग छैन ल छिदिलाई गाइजहरू जाँदैछन् भाउजूको घर नयाँ भाउजूको घर लुगा पुर्याउन होला हामी चाहिँ यही छौँ यो र म चलाउन चला भाइ छ जान्छु त्यो रातले पकाउँछ काफले जानु नजानु हामी त नजानु जान्छु त्यो रातले पकाउँछ काफले जानु कि नजानु मन्सुनले बसेर कुट्दैछ दाइले मामालाई कुट्दै बल्ल 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 बिहानदेखि पर्खेको केटी चाहिँ भर्खर आइपुग्यो भन्नु नि त आलु कस्तो छ यस्तो त हुँदैन भन आलु कस्तो छ भन्नु नि त राम्रो छ हो एकदम हाइजेनिक आलु सर्ट बिना राम्रो छ एकदम मिठो छ स्वागत के लिए तयारी करो भनेर पहिला गरौँ न अनि ठाउँ डिसाइड गरौँ ला साथीहरू हाम्रो चाहिँ अब स्टेज बनाउने कार्यक्रम सुरु हुन आँटेको छ लडिहाल्नु भयो भने कन्टेन्ट त हुन्छ साथीहरू यत्रो बेर हामी नाचिमा पहिला हल्दी गर्ने अनि मात्रै फेरि स्टेजमा जाने ग्राउन्डमा जाने हामी हल्दी चाहिँ यहाँ गर्न आँटेको हेर्न सक्नुहुन्छ यसपालिको डिजाइन हल्का फरक है बादल दादा होइन के लाइक गर्दै बस्छु होइन बस्दै नाचिरहेको बादल दादा मलाई त यसले ओभर पोलो यार
अहिले अब मैले मेहनत गरेँ र साथीहरू अब हल्दीको कार्यक्रम हुन आँटेको छ है। हाम्रो सबै दिदीहरू आइसक्नुभयो, आउँदै हुनुहुन्छ, तयारी गर्दै हुन्छ। हाम्रो दादा यहाँ बसिसक्नुभयो, हेर्न सक्नुहुन्छ। स्टेज पनि हाम्रो यस्तो भयो, योभन्दा राम्रो हामीले बनाउन सकेनौँ। आशिका म भोलि आउँदैछु।